हाम्रो चार्जिङ स्टेसनमा चाहिँ योभन्दा अगाडि अर्कै एपबाट चार्ज गर्न सकिन्थ्यो। हाल चाहिँ यो अहिले हामीले एप चेन्ज गरेका छौँ। किन भन्दा पहिलाको एप्लिकेसनबाट चाहिँ यस्तो इसेवाबाट चाहिँ पैसा टपअप नहुने, आइफोनबाट चाहिँ एप स्टोरबाट चाहिँ डाउनलोड नहुने, अनि अरू पनि कहिलेकाहीँ चाहिँ यो डाटाहरू चाहिँ प्रोपरली नआउने, ढिलो आउने, हराउने यस्तो त भइसकेको छ। हामीले उपभोक्ताको सुविधालाई मध्यनजर गरेर यो नयाँ चाहिँ एप्लिकेसन सुरु गरेको छौँ। अब यसमा चाहिँ यसको राम्रो पक्ष भनेको यो देशैभरिका जस्तो देख्न सक्यो नि, पूर्व मेचीदेखि लिएर पश्चिम महाकालीसम्म, धुलाबारीदेखि लिएर काँक्राभिट्टादेखि लिएर धनगढीसम्मको चाहिँ मैले जुम गरेर हेरेँ यो 4 भएको ठाउँमा होइन, विभिन्न नगरपालिका होइन, यहाँ पनि 3टा भनेर देखाएको छ। यहाँसम्म चाहिँ भएका चार्जरहरूलाई चाहिँ चार्जिङ स्टेसन नेपाल भनेको म्यापमा प्लट गरेको छ। र यो मध्ये पनि अब हुँदै देखाएको थियो सबैमा त यो एपबाट चार्ज हुँदैन होइन। अब कुन चार्ज हुन्छन् यो मध्ये भनेर हेर्नु पऱ्यो भनेदेखि जस्तो यहाँनिर यो फिल्टर भन्ने छ, यो फिल्टरमा गएर टेप गरिसकेपछि यहाँ तपाईँले चाहिँ नि माथि अनलाइन चार्जर्स भनेर सबभन्दा माथि देख्न सक्नुहुन्छ। अहिले यो अफ छ, यहाँ टेप गरिसकेपछि यो चाहिँ अब यसलाई सेभ गरिदिउँ होइन। यो सेभ गरिसकेपछि अब कता कता छ यो एप्लिकेसनबाट चार्ज हुने भनेर भन्दाखेरि देखायो। जस्तो यहाँ 2 देखेको भनेको यो पूर्वमा यो हाम्रै भयो, यो धुलाबारीमा प्याराडाइज इनिसिएटिभ्स हो, प्याराडाइज फार्मसँगै छ, यो प्लग इन क्याफे भन्ने यहाँ छ भनेदेखि अर्को त्यसपछि गएर बिर्ता मोडमा यो देखिएको छ। पश्चिमतिर जाँदै गर्दाखेरि वीरगन्जमा देखियो होइन, त्यसै गरेर हेटौँडामा देखियो, काठमाडौँमा पनि देखिएको छ, त्यसै गरी कुलेखानीमा देखिया छ होइन। काठमाडौँमा मात्रै पनि 13-14 ठाउँमा काठमाडौँमा पनि छ यो एपबाट चाहिँ चलाउन मिल्ने। त्यसै गरेर अन्त देख्न सकिन्छ यो चाहिँ अब चलाङ भन्ने ठाउँमा देखिन्छ, मलेखुमा देखियो होइन, दार्जिलिङको मलेखुमा देखियो, त्यसै गरेर यो मनोकामना पुरिनटारमा देखियो। अनि यसै गरेर देशैभरि गर्दाखेरि चाहिँ तपाईँको सुदूरपश्चिमसम्म चाहिँ यो कहाँ देखियो भन्दाखेरि यो धनगढी देखियो, अत्तरियामा देखियो, धनगढीमा देखियो। धनगढीको यो प्रोपर चाहिँ 8 पटेनी सुपर स्टोर नजिकै यहाँ देखिएको छ। उहाँहरूको चाहिँ यो राम्रै लाग्यो। यो एप चाहिँ हामीले सिफ्ट गऱ्यौँ र यदि तपाईँहरू चाहिँ इभी युजर हुनुहुन्छ भनेदेखि यो एप्लिकेसन प्रयोग गर्न सजिलो जस्तो लागेको छ। यस प्रकारले मैले फिल्टर गरेको ठाउँबाट गएर हेर्नुभयो भने अनलाइन देख्न सकिन्छ। फेरि तपाईँले यो फिल्टरमा चाहिँ नि मैले यहाँ अफ गरिदिन्छु। यो गरेर सेभ गर्दाखेरि चाहिँ यो यति धेरै चाहिँ 400 भन्दा बढी कता कता चार्जिङ पोइन्टहरू छन् भन्ने कुराको एउटा इन्फर्मेसन पनि हुन्छ। यो एप्लिकेसन चाहिँ डाउनलोड गरेर राख्नुभयो भनेदेखि तपाईँहरूलाई फाइदाजनकै देख्छु।